हाम्रो सर ओहो कस्तो लागिरहेछ हौ एकदम वन्डरफुल बाँसघारी के छ हौ ल हाम्रो त्यहाँ अगाडिको ल आमा यस्तो छ है ल आशाङको आमा ल सरको ल हाई भाइ भन्दा नि पर्छ हाई सबैजनालाई नमस्कार हैन। आज हामी कुन ठाउँमा छौँ सर? आज हामी यो कुलाई भन्ने ठाउँमा छौँ। यो कुलाईको एउटा के अरे तपाईँको बुद्धिस्टको एउटा के अरे बौद्ध पनि छ। यहाँ राम्रो राम्रो बाँसको नमुनाहरू छन् हैन, तपाईँहरू पनि घुम्न आउनु होला। हजुरहरू नै आएर मनोरञ्जन एकदम भेरी नाइस भेरी गुड एकदम राम्रो लाग्यो मलाई नि बहुत मन पसन्द भयो। आजको दिनमा जस दिन एकदम बहुत बढिया एकदम ह्याप्पी हैन भेरी सो फ्यान्टास्टिक एकदम खुसी हामी सबैजना फ्यान्टास्टिक छौँ। हामी सबै फ्यान्टास्टिक बुद्धले रक्षा गरिदिनु हामी सबैजनाको सबैजनाले रक्षा गरौँ। हजुरहरू जतिजनाले भिडियो हेर्दै हुन्छ हजुरहरूले पनि यो गइरामा ठिक रहेछ तल अनि अरे के छ त खबर? एकदम ठिकठाक छ ठिकठाक छ। टिकटक बनाउने तयारीमा यही गीतमा प्लेन चढेर आउँदैछ ल गाइस हेर्नु होला हाम्रो दुईजना दाजुभाइ दिदीबहिनी पुरै हलिरहनु भएको छ। यहाँ त यस्तै हो किनभने आनन्द लिइरहनुहुन्छ यो बाँसको झ्याङमा भित्र। हामी नेपालमा यस्तै थियौँ, मलेसियामा पनि यस्तै छौँ। अनि दाइ आजको हाम्रो घुमाइ कस्तो भयो त? आजको घुमाइ एकदम शान्तिपूर्ण छ, एकदम राम्रो छ। हजुर यो के अरे बुद्धको ठुलो मन्दिर छ। हजुर तपाईँले पनि आउनु सक्नुहुन्छ। यो कुलाईमा छ है। मनमा तपाईँहरूको मनमा पीडा छ सोच भने आएर के अरे तपाईँहरूले दर्शन गरेर होइन हजुरको मनमा शान्ति लिन सक्नुहुन्छ। अनि आज त एकदम रमाइलो भयो। उता हाम्रो भाइलाई पनि गाइड गर्नुहोस् न। ल अनि हाम्रो आशाङहरू आयो त फेरि आजको रमाइलो दिन एकदम भेरी नाइस होइन राइट लङ राइट बुद्ध भएको ठाउँमा आउनु पाउँदा धेरै मन खुसी लाग्यो होइन। हजुर मनको कुरा खोज्नु
पानी राम्रो नेचुरल होइन एकदम मलाई त यो आज त एकदम मलाई त के अरे स्वर्ग पुगेको महसुस भइरहेको हो तपाईँको पनि ल हेर्नु छ